ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वबम्बै फैलिएका मेची महाकाली ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वबम्बै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आशल वीरहरूका रगतले शोषण र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। निमित्त आजका अध्यक्ष कमरेड रविन्द्र तामाङज्यूलाई आफ्नो भनाइसहित हामीले आजको यो कार्यक्रम उद्घाटन गर्दै गर्दा केही महिना अगाडि हामीले जापानिज भाषा पनि निःशुल्क रूपमा हामीले 3 महिनाको कक्षा हामीले समापन गरिसकेका छौँ। त्यसलाई पनि हामीले भव्य रूपमा उद्घाटन गरेर सम्पन्न गऱ्यौँ। हामीले सेवा दिने उद्देश्यका साथ कम्प्युटर तालिम र बिजकोर्स कक्षा पनि हामी सञ्चालन गर्दैछौँ। यस कार्यक्रमको आज उद्घाटन हुँदैछ। यो कक्षामा यहाँहरू जो सहभागिता जनाउनु भएको छ यहाँहरू सबैलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामीले लिगु तामाकोसीको पालिका मात्रै नभएर रामेछाप जिल्लाभरिको समग्र जिल्लाभरिलाई समेटेर 8वटा नगर तथा पालिकाबाट समेटेर हामीले सबैलाई यहाँ सहभागिता जनाएर एउटा तालिम दिने उद्देश्यका साथ हामीले यो आज यो तालिमको उद्घाटन गर्दैछौँ। वक्ताको क्रममा उत्सुकतापूर्ण यहाँहरू सिक्नको लागि आउनुभएको छ। म बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्जको हिसाबले र मेरो व्यक्तिगत सरस्वती बस्नेत केन्द्रीय कमिटीको सदस्यको हिसाबले पनि यहाँहरूलाई हार्दिक न्यानो अभिवादन व्यक्त गर्छु। हिजो हामी कुन अवस्थामा थियौँ, अहिलेको भाइ बहिनीहरू कुन अवस्थामा आएको छ भन्ने कुरो हाम्रो अध्यक्ष कमले विस्तारित रूपमा यहाँहरूले राख्नुभएको छ। श्याम कमलले पनि त्यही किसिमले यो विषयवस्तु हामी किन यो विषयवस्तु महत्त्वपूर्ण छ भन्ने कुरो राखिसक्नुभएको छ। र एकछिनै मैले अध्यक्ष कमल लगायत लिखु तामाकोसीको नेतृत्वलाई धेरै धन्यवाद दिन चाहन्छु। किनभने योभन्दा अगाडि पनि 3 महिने तपाईँहरूले जापानिज भाषाको तालिम गराउनु भयो। अघिल्लोचोटि भाषाको एउटा तालिम सम्पन्न गर्नुभयो। समापन कार्यक्रममा म आफै आएको थिएँ र आज कम्प्युटरको र ब्रिज कोर्सको पनि यहाँहरूले तालिम सुरु गर्नुभएको छ। यो तालिमको सफलताको शुभकामना दिन चाहन्छु। दोस्रो, यहाँहरूले कम्प्युटर र ब्रिज कोर्स गर्दै हुनुहुन्छ। कम्प्युटर चाहिँ आज तपाईँ राम्रो डाक्टर बन्नुभयो भने कम्प्युटर आवश्यक छ, राम्रो इन्जिनियर बन्नुभयो भने कम्प्युटर आवश्यक छ, राम्रो वकिलको लागि कम्प्युटर आवश्यक छ। र आज कम्प्युटरै मात्रै गरेर खान्छु भन्ने सन्दर्भमा 8 देखि 10 लाखसम्म महिनाको कम्प्युटरको ग्राफिक सिकेर कमाउने मान्छे काठमाडौँमै छन्। अहिले विश्व ब्याङ्कको काम पनि काठमाडौँबाट गर्न सकिन्छ। वर्ल्ड ब्याङ्कको काम पनि काठमाडौँबाट गर्न सकिन्छ। विश्वको मल्टिनेसनल कम्पनीको कामहरू पनि काठमाडौँबाट कम्प्युटरबाट गर्न सकिन्छ। त्यसकारणले मैले तपाईँहरू आज कम्प्युटर सिकिराख्दाखेरि सिक्न गएको सिक्यो भन्ने कुरा मात्रै हो भने तपाईँहरू अहिले सोच विचार गर्नुहोस्। होइन यो कम्प्युटरबाट मेरो भविष्य करियर अगाडि बढाउँछु, म एउटा राम्रो इन्जिनियर बन्छु र राम्रो इन्जिनियर बनिरहँदाखेरि मैले यो ग्राफिक राम्रो सिक्नुपर्छ, डिजाइन राम्रो सिक्नुपर्छ। इन्जिनियरको लागि त डिजाइन चाहिन्छ। त्यसकारणले यो कम्प्युटर नसिक्दा त्यो इन्जिनियरले मात्रै डिजाइन हुँदैन। इन्जिनियरिङ पढेर चाहिँ डिजाइन सिक्न आएका छन्, ग्राफिक सिक्न आएका छन्। एमबिबिएसका साथीहरू छन्, डक्टर पढेर आएका डाक्टर भएका साथीहरू छन्, अहिले कम्प्युटर इन्स्टिट्युटमा गइराखेका छन्। पोलिटिसियनको लागि त झन् आवश्यक छ। अहिले हाम्रो प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओली अस्ति हामीसँग एउटा मिटिङ थियो। मिटिङमा जाँदाखेरि बेलुका राति पनि कम्प्युटर चलाइराख्नु भएको छ। कतिपय बाहिर विदेशका प्रधानमन्त्रीहरूलाई ट्विट गर्नुपर्ने हुन्छ, बधाई दिनुपर्ने हुन्छ। विदेशी के अरे
कुटनीतिक नियोगका मान्छेहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ। त्यति बेला कम्प्युटरबाटै उहाँले लेखिराखे गर्नुहुन्छ। त्यस कारणले यो कम्प्युटरको तपाईँहरूलाई अहिले जे कुरा तपाईँले सिकिराख्नु भएको छ, यो एउटा पालिका सम्पर्क मञ्चले यहाँ भएर होइन, इच्छा राखेर कम्तीमा पनि रामेछाप पछि परेको छ। रामेछापलाई अगाडि बढाउनको लागि मैले केही नेतृत्व गर्नुपर्छ भन्ने कुरो उहाँले जुन आँट गर्नुभयो, यो पालिकाले जुन हिम्मत गर्यो, म एकदमै स्यालुट गर्न चाहन्छु। आज हामीले सम्पर्कको 7वटा प्रदेश, 74 जिल्ला र 732वटा पालिकामा अब नयाँ रचनात्मक कामबाट अगाडि बढ्नुपर्छ भनिराखेका छौँ। अब अहिले रबिन कमरेड अध्यक्ष भएको यो सम्पर्क मञ्चले तपाईँहरूलाई यहाँ बोलाएको छ। मलाई लाग्छ तपाईँहरूको हातमा मोबाइल पनि छ, सबैको मोबाइल छ हातमा। अस्ति मात्रै हामीले फुटसल कम्पिटिसन गरायौँ। फुटसल खेल्न रुचाउनेहरूलाई प्रतिस्पर्धा गरायौँ, रामेछापले गराइरहेको छ। हामीले अघि भन्नुभयो वरिष्ठताको ट्रेनिङ गरायौँ, अचार बनाउने ट्रेनिङ सिकाइरहेका छौँ, बोल्न नसक्नेलाई बोल्न सिकाउने कार्यक्रम हामीले गरिरहेका छौँ। हामीले एङ्करिङ ट्रेनिङ पनि गराइरहेका छौँ। सँगसँगै वक्तृत्व कला, वाद विवाद, हाजिर विवाह प्रतियोगिताहरू पनि गराइरहेका छौँ, जसले गर्दा तपाईँहरूले केही सिप सिक्यो भने पनि ठाउँमा बोल्न सकेन भने त्यसको अर्थ हुँदैन। भाषा प्रशिक्षण कार्यक्रम समापन गर्नुभएको धेरै भएको छैन, लगभग 1 महिना हुन लाग्यो। त्यसपछि फेरि अहिले अर्को चाहिँ यो ब्रिज कोर्स जो एसई दिएर चाहिँ 11-12 को तयारीमा रहनु भएको छ, उहाँहरूलाई एउटा हौसला प्रदान गर्नको लागि एउटा ब्रिज कोर्सको पनि उहाँहरूले अभियान चलाउनु भएको छ। त्यसै गरी यो कम्प्युटर 3 महिने कम्प्युटरलाई तालिम दिन गइरहनु भएको छ। त्यसमा एउटा विद्यार्थी म पनि हो, कम्प्युटर हो। मैले पनि अब उमेरले लगभग 40 हुन लागे। अहिलेसम्म मलाई यो कम्प्युटर चाहिँ सिक्नुपर्ने छ। धेरै ठाउँमा अलिअलि मात्रै जान्दछु, जस्तो यहाँ चाहिँ अलि बढी प्र्याक्टिस गरेर उहाँहरूले फोटोसपदेखि लिएर धेरै कुरा सिकाउने भनेपछि मलाई पनि उत्सुकता। मैले जहाँ गएँ नि सिक्नु छ भनेपछि यहाँ हाम्रै म आफै अध्यक्ष भएको जिल्ला सम्पर्क मञ्चको मातहत कमिटीले यो तालिम गराउँदा मैले चाहिँ किन तालिम नलिने त भन्ने हिसाबले मैले आफूले पनि 2वटा फोटा दिएर यहाँ नाम टिपाइसकेको छु। म पनि एकजना विद्यार्थी हो। म तपाईँहरू जस्तै जति 3 महिना भन्नुभएको छ, 3 महिना म रेगुलर आएर हामी रबिन कमरेडको हातबाट चाहिँ यो समापनको बेलामा यो सर्टिफिकेट लिने चाहिँ हेतुका साथ म यहाँ उपस्थित भएको छु। त्यस कारणले गर्दा तपाईँहरूले पनि हामीले उमेरले चाहिँ सिक्नको लागि कुनै समयले छेक्दैन भन्ने मलाई लागेको छ। त्यस कारणले गर्दा म आफै तपाईँहरू त यतिको सानो उमेरको हुनुहुन्छ, यस्तो अवसर हामीलाई पहिला हामी जुन बेलामा कलेज पढ्न आएका थियौँ त्यो बेलामा हामीले यस्तो खालको अवसर पाउँदैनथ्यौँ। त्यस कारणले गर्दा विशेष चाहिँ यो लिखुत तामाकोसी काठमाडौँ सम्पर्क मञ्चलाई विशेष धन्यवाद दिन चाहन्छौँ। जुन हिसाबले उहाँहरूले कार्यक्रम गरिरहनु भएको छ, यसरी यो सिपमूलक कार्यक्रम गरिरहँदा आज हामीले राम्रोसँग चाहिँ कम्प्युटर तालिम गर्न सक्यौँ भने भोलिका दिनमा हामीले एउटा यो कम्प्युटरको एउटा इन्स्टिट्युट खोलेर पनि तपाईँहरूले एउटा चाहिँ आफूलाई स्वरोजगार बनाउन सक्नुहुनेछ। रबिन कमरेडले चाहिँ ल कमरेड यो कम्प्युटर तालिम पनि गराउनु पर्यो भनेपछि 1 नम्बरमा चाहिँ मेरो नाम लेखिदिनुहोस् है कमरेड भनेर मैले त्यो हिसाबले मैले यो आज यो लिखुत तामाकोसीले आयोजना गरेको यो तालिम प्राप्त गरेँ भने मेरो चाहिँ म 5 रुपियाँलाई काम लाग्छ। त्यस कारणले गर्दा पनि उहाँहरू विशेष धन्यवादको पात्र हुनुहुन्छ। यहाँ धेरैजना साथीहरू एकदम उत्सुकताका साथ आउनुभएको छ। तपाईँहरूले यस्तै उत्सुकताको साथ अन्तिम दिनसम्म तपाईँहरूले यो सिकेर तपाईँहरूले यो सिपलाई पनि तपाईँहरूले काहीँ न काहीँ प्रयोग गर्नुहोला। भोलिको दिनमा तपाईँहरू यो ब्रिज कोर्समा यदि तपाईँले फेरि यहाँ ब्रिज कोर्स कति हामीले 15,000 20,000 तिरेर ब्रिज कोर्स तयारी क्लास लिनुपर्ने छ तपाईँहरूले। त्यस कारणले गर्दा यो चाहिँ उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। हामी नेकपा एमाले जहिले पनि सृजनात्मक कामहरू गर्दै आएका छौँ। हामीले धेरैवटा सृजनात्मक कामहरू गरेको छ। तपाईँहरूले पार्टीले के दिन्छ र भन्दा पार्टीले दिने भनेको यस्तै कुराहरू हो। हामीले सबै तपाईँ हाम्रो घरमा गएर यो चामल भरिदिन त सक्दैन, तर यस्तै चाहिँ अलिकति यस्ता खालका कार्यक्रमहरू यस्ता खालका कामहरू गऱ्यौँ भने हामीलाई यहाँ जति विद्यार्थीहरूले सिक्नुहुन्छ उहाँहरूले रबिन कमरेड लगायत लिखुत तामाकोसी काठमाडौँ सम्पर्क मञ्चलाई उहाँहरूले सधैँ सम्झिरहनुहुन्छ। उहाँहरूको कारणले गर्दा आज म यो कम्प्युटर सिक्न सक्ने भएँ भन्ने लाग्छ।